गाइज वेलकम टु माई न्यू भिडियो। एउटा नयाँ भ्लगमा हार्दिक स्वागत छ तपाईहरुलाई। आज हामी टुडीखेलमा आछौँ हैन, अनि यता यसो खेलकुद हुँदै रहेछ। आज मान्छे चाहिँ निकै कम रहेछन् के, गाडी चाली लास्टै कम हैन, यति धेरै अहिले कम छन् हैन, ठाउँ ठाउँमा खेलिरहेछन्। यता हामी यसो घुमघाम गर्न डुल्डा लुन्न यसो फ्रेस हुन कसै लागिरहेछ हैन, कसै लागिरहेछ। अब दसैँ हामीलाई यस्तै छ दसैँ। यसो यता हावा चल्छ, एकदम दामी शीतल ठाउँ हैन, एकदम फ्रेस हुने ठाउँ के, मतलब त्यस्तो ठाउँ भएर यसो आएको। बादल सादल लागे अहिले, त्यही भएर अलि राम्रो आइरहेछ। खेलिरहेछन् क्रिकेट लास्टै खेल्दा यता हैन। यसो पछितिर चलेको देशपछिको अहिले वातावरण यस्तै छ। अनि गाइजहरू के भनौँ, अरू के छ भन्नु? सब ठिक छ, एउटा गर्छन् मिलाइदेऊ हैन। त्यस्तो नभन न यार, को मिलाइदिने हो गर्दैन, तिमी मिलाइदिनु गरिदेऊ हैन। अनि भ्युअरलाई भन के, भ्युअरले मिलाइदिन्छ ल। जसले हेर्दै हुनुहुन्छ तल कमेन्ट गर्नुहोस्, कोही मिलाउन सक्नुहुन्छ भने यो साथीलाई गर्लफ्रेन्डको आवश्यकता, भ्याकेन्सी अनाउन्समेन्ट के त्यस्तो हुँदैछ र यहाँ जानु देख्यो क्या। अलि व्हाट्सएपमा आउनु हैन भनेको त्यो कुरा छोड न यार, मेरो भ्युअरहरूलाई यहाँ तिमी व्हाट्सएपमा नबोलाउ न यार। ल भ्युअरहरू कस्तो छ भन्नु होला, तपाईँको एरियातिर कस्तो हुँदैछ दसैँको प्रिपरेसन, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भिडियो, देश विदेशबाट कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नु होला। कुन जिल्लाबाट भनौँ हैन। काठमाडौँ टुडीखेलबाट हामी काठमाडौँ टुडीखेलबाट प्रत्यक्ष प्रसारणमा छौँ तपाईँको हैन। यताउताको सबै भ्यू देखाउन गइरहेको छु, राम्रो छ, ब्युटिफुल छ। यहाँ चाहिँ खेलकुद चलिरहेको छ एकदम राम्रो हैन। यता ठुला के मूर्ति बनाएर रहेछन् भगवान्को उ गरेर काठको के है, जङ्गासङ्गा उडाइरहेछन् केटाहरूले मस्तले माथि आकाशतिर। सपोर्ट गरे सब्सक्राइब। यसो अगाडितिरको देखाउँ कस्तो छ माहौल। आज गाडी अलिक कमै चल्लाखान अगाडि देखाउँछु है त म तपाईँहरूले। ओके भ्युअरहरू कृपया भिडियो हेर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु। ल गाइस, म चाहिँ यो ठाउँमा छु हैन। यो ठाउँबाट काठमाडौँको लगभग पुरै ठाउँ देखिन्छ क्या। म यहाँ तपाईँले देखाउँछु है त, उडोदेखि परेसम्म, परदेखि वारीसम्म पुरै ठाउँ देखिन्छ। म तपाईँले यहाँ देखाउँछु है त। ल यो चाहिँ हाम्रो कमलादीको यो स्काई टावर देखिरहेको छ माथितिर है त। अनि यता तल टुडीखेल भयो र त्यसपछि यता यो हरियो लागेको यो चाहिँ अहिले सिंहदरबार बस्ती चलेको बनिरहेको छ, यो सिंहदरबार। र त्यसको जस्ट पछाडि चाहिँ यो त्रिभुवन इन्टरनेसनल एयरपोर्ट डाइरेक्ट उता जङ्गल जस्तो देखिरह अलि उता भयो हैन। अनि यता चाहिँ हाम्रो जङ्की अड्डा, त्यसपछि यता चाहिँ हाम्रो के अरे दशरथ रङ्गशाला देखिरहेको छ यता। यता चाहिँ हाम्रो धरारा भयो हैन। यता चाहिँ हाम्रो मिस्टर। ल गाइस, हामी यो एकदम दामी यो यताबाट भ्यू दामी आउँदो रहेछ, यता बनाएर रहेछ यसो फोटोसोटो खिच्नका लागि। यता चाहिँ अलिक घाम भएर अलिकति राम्रो देखियो होइन, नत्र चाहिँ यस्तो हो होइन। माथिबाट उता धरहरा देखिरहेको छ, उतातिर सम्पूर्ण यहाँबाट यस्तो सिनहरू, पर स्वयम्भू पनि देखिरहेको छ यहाँबाट, सब देखिन्छ क्या। मतलब यो ठाउँबाट अलि त्यहाँबाट हेर्दाखेरि लगभग काठमाडौँको पुरै भ्याली आउँछ कि, यस्तो दामी आउँछ। कस्तो लाग्छ नि, क्लियर कट प्लेस। हामीले सकर खेल्यौँ, के हो थाहा छ त, पानीको बोतलले फेरि फुटबल होइन, पानीको बोतलले। ल लगाइज हामीले सकर खेलेर लास्टै यस्तो गर्मी भयो नि, तनाव छ कि तर आइराखेन त्यो फिल्म हेरेर। यस्तै छ तनाव, यस्तो गर्मी भयो होइन लास्टै। कस्तो भयो तिमीले भनेको? खेल्यो रमाइलो बट्टाको सकर। लगाइज आज हामी यसो स्वयम्भूतिर आएका छौँ होइन। बुद्धको 3वटा मूर्तिहरू रहेछ, कस्तो छ यहाँ हेर न, दामी आउँछ यस्तै फोटो हेर न। आइरहेछ नि, आइरहौँ यसो घुमघाम गरौँ भनेर साँझको पल्ट। कस्तो भइरहेछ यहाँ मान्छेको आइरहन् धेरै होइन। औसम, द्याट्स औसम भन न। यहाँ चाहिँ ठुला मूर्ति रहेछन् होइन। मलाई आजसम्म यता त आएको अलि माथितिर चाहिँ गएको छैन, यसो जानु पऱ्यो अब यता। ओके कस्तो छ यताउतातिर जाऊँ न एकछिन। ल यता एकै मूर्तिको ब्याक साइड, ओ माइ गॉड यता दामी रहेछ नि यार, घुमाऊ।
सर्र घुमायो डक्क लाएर ल जाम अब उतातिर के छ भित्रतिर पार्क बाटो छैन उतातिर ल गाइस राम्रो एकदम शान्ति पर छैन बाटो छोड्दै छैन क्या त्यहाँ गेट बन्द हो ल गाइस अब चाहिँ यसो घुमघाममा लागिरहौँ हामी ओए बाँदरले फेरि उठाएर लियो भने फेरि यहाँ मिस्टेक होला होइन ट्याक्कै लगाएर यता मूर्तिहरू छन् हाम्रो ठुला गाईहरू साना गाईहरू जम्मा बस्यो कहाँ जाने झ्याउ लाग्छ हिँड्न पनि तनत यता गजब मार्केट लगाएर रहेछ भित्रतिर होइन सल्लाहगारीतिर सल्लाह रुख्छ नि त सल्लाह रुख भएपछि सल्लाहगारी गएको अभियसली जाम माथितिर झ्याउ लागेछ या फेरि हिँड्न पनि हिँड्दा हिजो फुटबल खेलेर घुँडा क्लियर भइसके छन् अब आज हिँड्नौँ लगाइस स्वयम्भू डाँडाको उकालो चढ्दै हालत खराब भइसक्यो भनेर भन्न भएन हामी त धेरै चढ्यो मान्छे अनि यत्तिको त जाब होइन के त्यही त हो अब जाउँ माथि कहाँसम्म छ गन्तव्य त्यहीसम्म पुगौँ गन्तव्य बहुत टाढा है त्यसपछि हिँडेंगे हम फुटिया हिँड्दिनँ होला यार फोटो भन्ने कुरा राम्रै हो भिडियो त झन् राम्रै हो अँध्यारोले गर्दा अलि आउँदैन साना टेबलहरू रहेछन् होइन मस्तका जाउँदातिर हिँडौँ न कस्तो छ लेट्स गो राति अलि यस्तो प्रश्न आउँदैन क्या खालि भिडियो यता आउन जे सुझाउ दामी छ यार शान्ति देखिरहेको छ यताउता प्रष्ट रूपमा राम्रो आउँछ फोटो त यार के फोटो खिच्नु यार कति खिच्नु भिडियो खिचिएकै छैन दामी भ्यू आयो यहाँबाट अनि काठमाडौँ भ्यालीको होइन अलिकति झिरिम ल आज घुमियो स्वयम्भू डाँडा यहाँदेखि भ्यू चाहिँ पछाडितिर मस्तको देखिरहेको पछाडि ब्युटिफुल सेयरको भ्यू चाहिँ दामी देखिरहेको छ यता ठिक छ जाम त हिँडौँ अब कहाँबाट जाने भने चाहिँ अब ओह्रालो झर्दै है यहाँबाट मान्छेहरू जाँदैछन् तल त्यही जानुपर्ने हो पुरा सिडीहरू छन् त यार है तल यहाँबाट तल जानु पर्यो अब जानु पर्यो किन तल खै कस्तो छ सिडी चाहिँ गजब छन् यार ठाड्दै छ क्या ओ बिस्तारै ब्रदर बिस्तारै हिँड्नु पर्यो यार नत्र यहाँ एक्सिडेन्ट हुन्छ यहाँ ठाड्दै उकालो रहेछ कि